अबदेखि लाइसेन्स 10 वर्षको हुने के फेरि यो सडक नियम। एकपटक सोच्नुहोस् मात्रै, तपाईको अगाडि एउटा भयावह सडक दुर्घटना हुन्छ। कोही व्यक्ति रगतले लतपतिएको छ, छटपटाइरहेको छ र सहयोगका लागि पुकारिरहेको छ। तपाईको मनमा उसलाई बचाउने इच्छा त छ, तर एउटा डरले तपाईको खुट्टा थामिन्छ। यदि मैले अस्पताल पुर्याउँदै उसको ज्यान गयो भने प्रहरीले मलाई नै झमेलामा पार्ने त होइन, अस्पतालले पैसा माग्ने त होइन। यही डरका कारण नेपालका सडकमा वर्षेनी हजारौं मानिसले समयमै उपचार नपाएर अकालमा ज्यान गुमाइरहेका छन्। तर अब यो अवस्था बदलिँदैछ। सरकारले 3 दशक पुरानो कानूनलाई खारेज गर्दै एउटा यस्तो क्रान्तिकारी विधेयक ल्याएको छ जसले दुर्घटनामा घाइते बचाउनेलाई हिरो मान्ने छ, अपराधी होइन। आजको यस विशेष भिडियोमा हामी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार गरेको सवारी तथा यातायात सम्बन्धी विधेयक 2082 को पुनः सिरफार गर्नेछौँ। लाइसेन्सको अवधि 10 वर्ष पुग्नेदेखि पठाओ इन ड्राइभले कानुनी मान्यता पाउने लगायत अन्य के विषय समावेश छन्। यो विधेयकको सबैभन्दा बलियो र मानवीय पक्ष हो असल उद्धारकर्ताको संरक्षण। अहिलेसम्म हाम्रो समाजमा दुर्घटना हुँदा मानिसहरू भिडियो खिच्छन् तर घाइते उठाउँदैनन्, किनकि कानुनी झमेलाको डर छ। तर प्रस्तावित विधेयकको दफा 50 ले स्पष्ट बनेको छ, यदि तपाईले असल मनसायले कसैको ज्यान बचाउन खोज्नुभयो र त्यो क्रममा घाइतेलाई केही तलमाथि भयो वा मृत्यु नै भयो भने पनि तपाईमाथि कुनै पनि देवानी वा फौजदारी मुद्दा चल्ने छैन। यसलाई विश्वभर गुड समरिटन ल भनिन्छ। अब प्रहरीले तपाईलाई केरकार गर्न पाउने छैन, न त अदालतले तपाईलाई दोषी ठहर गर्नेछ। यसको एउटै उद्देश्य हो दुर्घटना पछिको त्यो गोल्डन आवर अर्थात् पहिलो 1 घण्टामा घाइतेलाई अस्पताल पुर्याउनु। तपाईको एउटा सानो प्रयासले कसैको सिउँदो पुछिनबाट जोगिन सक्छ र अब कानुन तपाईको साथमा उभिनेछ। धेरैजसो अवस्थामा अस्पताल पुर्याएपछि पनि लफडा सुरु हुन्छ। पैसा कसले तिर्ने? आफन्त खै, प्रहरीको मुचुल्का खोइ? यस्ता प्रश्नले घाइतेको उपचारमा ढिलाइ हुन्छ। नयाँ विधेयकले यसलाई पनि सम्बोधन गरेको छ। अब अस्पतालले घाइतेको आफन्त नभए पनि वा घाइतेसँग पैसा नभए पनि अनिवार्य रूपमा प्रारम्भिक उपचार गर्नुपर्नेछ। यो अब अस्पतालको नैतिक मात्र होइन, बाध्यात्मक कानुनी दायित्व हुनेछ। यसले उद्धारकर्तालाई आर्थिक बोझ र झन्झटबाट मुक्त गरिदिएको छ। तपाईलाई लाइसेन्स नवीकरण गर्न यातायात कार्यालयमा लाग्ने भिड र शास्तिले दिक्क लाग्छ? अब खुसी हुनुहोस्, सरकारले लाइसेन्सको बाल अवधि 5 वर्षबाट बढाएर 10 वर्ष पुर्याउने प्रस्ताव गरेको छ। 10 वर्षमा एकपटक मात्र नवीकरण गर्दा पुग्ने भएपछि यातायात कार्यालयको भिड घट्ने र सेवाग्राहीलाई सजिलो हुने निश्चित छ। तर लाइसेन्स लिने उमेरमा भने केही कडाइ गरिएको छ। 2 पाङ्ग्रेका लागि 18 वर्ष पुरा भएको हुनुपर्ने, साना मझौला 4 पाङ्ग्रेका लागि 21 वर्ष, ठूला सवारीका लागि 23 वर्ष। त्यस्तै 65 वर्ष कटेका वृद्धहरूले अब सार्वजनिक यातायात बस ट्रक चलाउन पाउने छैनन्। दृष्टिदोष भएका वा मानसिक स्वास्थ्य ठिक नभएका व्यक्तिलाई पनि लाइसेन्समा पूर्ण रूपमा रोक लगाइनेछ। यो सडक सुरक्षाका लागि चालिएको एउटा वैज्ञानिक कदम हो। सडकमा कहिलेकाहीँ यस्ता दृश्य देखिन्छन् जहाँ चालकले दुर्घटनापछि घाइते जीवितै छ कि भनेर हेर्ने र जीवित भए फेरि खिचेर मार्ने गर्छन्। यो जघन्य अपराध हो। नयाँ विधेयकले यस्ता अमानवीय चालकका लागि कठोर सजाय तोकेको छ। यदि कसैले ज्यान मार्ने मनसायले गाडीले खिचेर वा ठक्कर दिएर मृत्यु गराएको पुष्टि भएमा उसलाई ज्यान मारे सरह जन्मकैदको सजाय हुनेछ। लापरवाहीले मृत्यु भएमा 3 देखि 12 वर्षसम्म कैद र 1 लाखसम्म जरिवाना हुनेछ। बिना लाइसेन्स गाडी चलाएर कसैको ज्यान लिएमा सजाय थप कडा पारिएको छ। पछिल्लो 5-6 वर्षदेखि विवादमा रहेको राइड सेयरिङ सेवाले अन्ततः कानुनी मान्यता पाउने भएको छ। विधेयकले यस्ता कम्पनीलाई एग्रिगेटरको रूपमा परिभाषित गरेको छ। अब पठाओ वा इनड्राइभ जस्ता सेवाहरूले अनिवार्य दर्ता हुनुपर्नेछ र यात्रुको बिमा पनि गर्नुपर्नेछ। तर एउटा कुरा ध्यान दिनुहोस्, यदि तपाईले एप प्रयोग नगरी अफलाइन यात्रु बोक्नुभयो भने 2000 रुपैयाँ जरिवाना तिर्नुपर्नेछ। यसले यात्रुको सुरक्षा र भाडामा हुने ठगी दुवैलाई नियन्त्रण गर्नेछ। नेपालमा अहिलेसम्म बालबालिकाको सडक सुरक्षालाई लिएर खासै कानुन थिएन। तर अब 10 वर्षभन्दा मुनिका र 135 सेन्टिमिटर भन्दा कम उचाइ भएका बालबालिकालाई कारमा लैजाँदा अनिवार्य रूपमा चाइल्ड सिट प्रयोग गर्नुपर्नेछ। बालबालिकालाई अगाडिको सिटमा राख्न पाइने छैन। विकसित देशहरूमा यो नियम पहिले थियो, अब नेपालमा पनि लागू हुँदैछ। नियम तोड्ने बानी छ तपाईको, अब महँगो पर्नेछ। नयाँ विधेयकले ट्राफिक जरिवानाको सीमा 1000 देखि 25000 रुपैयाँसम्म पुर्याएको छ। फुटपाथमा गाडी चलाए वा मोबाइल फोन प्रयोग गरे 1000 जरिवाना। सडकमा निर्माण सामग्री वा चौपाया छाडेर बाधा पुर्याए 25000 सम्म जरिवाना। यो कडा जरिवानाले सडकमा अनुशासन कायम गर्ने सरकारको लक्ष्य छ। त्यसै लामो दूरीका बस दुर्घटना हुनुको मुख्य कारण चालकको थकान हो। अब 250 किलोमिटर भन्दा बढीको यात्रामा अनिवार्य रूपमा 2 जना चालक राख्नुपर्नेछ। हरेक 8 घण्टामा चालक बदल्नै पर्नेछ
र हरेक 4 घण्टाको यात्रापछि आधा घण्टाको विश्राम अनिवार्य गरिएको छ। गाडीको छतमा यात्रु राख्ने पुरानो कुप्रथालाई यो विधेयकले पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। हुन त यो प्रथा अथवा यो प्रणाली पूर्ण रूपमा योभन्दा अगाडि नै प्रतिबन्ध लगाइएको थियो। यो विधेयक सुन्दा जति प्रगतिशील र आधुनिक छ, यसको कार्यान्वयन त्यति नै चुनौतीपूर्ण छ। लाइसेन्स 10 वर्षको बनाउनु राम्रो हो, तर यातायात कार्यालयको सफ्टवेयर र प्रविधिले त्यसलाई धान्न सक्छ कि सक्दैन? सडकमा चाइल्ड सिट चेक जाँच गर्ने पूर्वाधार ट्राफिकसँग छ कि छैन? र सबैभन्दा महत्त्वपूर्ण, असल उद्धारकर्तालाई दिइने कानुनी संरक्षणबारे आम नागरिक र तल्लो तहका प्रहरीलाई कसरी शिक्षित बनाउने? यो विधेयक अहिले मस्यौदाको रूपमा छ र चाँडै संसदमा जाँदैछ। यदि यो जस्ताको जस्तै पारित भएर लागू भयो भने नेपालको सडक यातायातमा एउटा ठूलो परिवर्तन आउनेछ। कम्तीमा पनि अब दुर्घटनामा कसैले सहयोग गर्दा उल्टै जेल जानुपर्ने दिनको अन्त्य हुनेछ। तपाईलाई यो नयाँ विधेयकमा समेटिएका प्रावधानहरू कस्तो लाग्यो? के लाइसेन्सको अवधि 10 वर्ष बनाउनु ठिक हो कि नेपालका अस्पतालहरूले पैसा बिना घाइतेको उपचार गर्लान्? अबदेखि लाइसेन्स 10 वर्षको हुने